आमा घरको आँगनमा जमरा उमार्दै थिइन्। दसैँ नजिकिँदै थियो, तर यसपालिको दसैँमा पनि छोरो परदेशमै थियो। बिहानदेखि आँगनमा दसैँको तयारी चलिरहेको थियो। पिङ हलियो, टिका जमाउने कुरा भयो। बुवाले पनि तामझाम सुरु गर्नुभयो, तर आँखाले भने छोरालाई नै पर्खिरह्यो। यो दसैँमा पनि नआउने भयो होइन त, आमाले मन्द स्वरमा भन्नुभयो। छोरा टाढा कतै खाडीको मुलुकमा काम गर्दै थियो। फोन गर्दा उसले भन्यो, आमा, यो दसैँमा आउन सक्दिनँ, तर हजुरको आशीर्वाद मेरो निधारमा छ। सम्झनामा टिका सजिएको छ। आमा फोनको अर्को छेउबाट मुस्कान देखाउन खोज्दै थिइन्, तर आँखामा आँसु बगिरहेको थियो। आमाले भनिन्, छोरा, तिमी टाढा भए पनि आशीर्वाद सधैँ छ। हरेक वर्षका जमरासँगै तिम्रो सम्झना पनि पलाउँछ। घरमा रमाइलो भइरहेको थियो। दिदी, बहिनी, दाजुभाइ, साथीभाइ सबै आँगनमा भेला भएका थिए। हाँसो ठट्टाले गाउँ गुन्जिरहेको थियो। तर त्यो रमाइलो बीचमा पनि आमा बुवाको नजर त्यो एउटा खाली कुर्सीमा अड्कियो। त्यो कुर्सी जहाँ हरेक दसैँमा छोरो टिका लगाउन बस्थ्यो। परदेशमा बसेको छोरो पनि दसैँको दिन काम गरेर फर्किँदा कोठाको पर्खालतिर हेर्दै बस्यो। घर गाउँ जस्तो बाहिर पटक्कै चहलपहल थिएन।